हेलो नमस्कार मित्रहरू। आज चाहिँ मैले पाउने 5 मा चाहिँ आज चाहिँ यहाँनिर नेपालमा चाहिँ पानी परेको अवस्था छ। नेपालको पनि मोरङ जिल्लामा चाहिँ स्पेसली पानी परेको अवस्थामा मैले अब यहाँनिर जस्तो खडेर लाग्दाखेरि धुलोहरू उड्छ भने आज चाहिँ ठ्याप्पै धुलो उड्नु चाहिँ बन्द भएको छ। पानी परेर एकदम राम्रो भएको छ। मौसम पनि अहिले ठिकै छ भनेपछि यो अवस्थामा चाहिँ मैले तपाईहरुलाई के देखाउन चाहन्छु भने आज चाहिँ बोट बिरुवाहरू सफा भएको छ पानी परेर। मेरो यहाँ सुपारी खेती हल्का फुल्का मैले लगाएको छु र मेरो यहाँनिर एक कागती लगाएको छु। राम्रै फलेको छ यो कागतीहरूले, हैन? राम्रो छ। एउटा बोटमा लगभग धेरै नै फलेको छ, आफूलाई पुग्ने हिसाब फलेको छ। यहाँनिर यसरी नै खेती मैले गरिरहेको अवस्था छु। यो सानो यहाँनिर हुने पनि यो अमिलोको बोटहरू हो र सानो तिनो जङ्गलै छ मेरो घरमा चाहिँ। यसरी तपाईको हरेक कुरा मैले लगाएको छु। यो भनेको चाहिँ सेतो सुटुनी है। भनेपछि मैले तपाईहरुलाई देखाउन चाहन्छु कि अरु पनि छ कि मेरो घरमा चाहिँ के कस्तो। यो भनेको अब तपाईहरुलाई थाहा भएकै कुरा हो। यो भनेको चाहिँ अनरस हो। यसलाई अनरस हो। तपाईहरुलाई थाहा छ नि यो अनरस, हैन? पाइनएप्पल यसलाई भनिन्छ भने इंग्लिशमा पाइनएप्पल, अनरस, भुइँकटर यसको नाम यसरी छुट्टिन्छ। यहाँनिर भनेको चाहिँ यो चिया देख्नुभयो नि, यो चियाको बिरुवा हो। तर यो चिया पनि दाना लाग्दो रहेछ। मैले यसो चाहिँ देखेको थिइनँ। दाना लागिरहेको अवस्था छ, यसले पौलाइरहेको अवस्था छ। यस्तै छ। अब मेरो घरमा चाहिँ सानो तिनो बारीमा जङ्गल जस्तै लाग्छ। मलाई पनि जङ्गल जस्तै लाग्छ। तपाईहरुलाई पनि जङ्गल जस्तै नै देख्नु भयो होला सायद। यस्तो छ। यहाँनिर चाहिँ मैले यो सानो किसानले यो एउटा कागती भनेर दिनुभएको थियो। यो कागती जस्तो नै रहेछ। एकदम स्माइल खालको आउँछ, पहाडकै जस्तो यो कागती। राम्रो फलिरहेको छ। यति सानो बोटमा यसरी फलिरहेको अवस्था छ भने तपाईको यो पनि सानो किसानले दिएको हो। यो कलमी आँप हो। तर कलमी आँप भए पनि यो पोहोर फलेको थियो भने आज चाहिँ यो रुखले यसपालि चाहिँ यसले फलेन। यसको पनि सिजन हुन्छ कि के हो यो आँपको, हैन? यसरी यस्तो छ। अनि मैले यो घारीभित्र सुपारीहरू लगाएको छु, सिलामहरू छ, यो सानो मानेहरू छ, हैन? तपाईको यस्तै छ। अनि यो बाख्राहरूले खाने घाँस भयो, यो किम्बुको बोट भयो, जमुना, फडिर, कोला, यता यो टाटाडीको बोट। तपाईहरुलाई थाहा छ कि छैन? टाटाडी बाख्राले घाँस खान्छ, यो जंगलमा पाउँछ। र तपाईहरुलाई अरु बिरुवाहरू पनि थुप्रै छ। यो अनारको बिरुवा यहाँनिर लगाइएको छ, अनारको बिरुवा। र मेरो अब लिची पनि हुन लाग्यो यहाँनिर। यो अब धेर लाग्दैन, 15-20 दिनमा यो पाक्छ सायद, हैन? अब हिजो म नभएको बेलामा चाहिँ यहाँ ठेका लिन्छु भनेर एकजना अंकल आउनु भएको थियो अरे भन्ने कुरा म सुनेको, हैन? अब ठेका त म दिन सक्दिनँ। किन सक्दिनँ भन्दाखेरि तपाईको एउटा बोट जस्तो यो दुईटा बोट छ, दुईटा बोटमा एउटा चाहिँ लिँदा पनि हुन्छ। एउटा बोटमा चाहिँ म दिन सक्दिनँ किनभने मेरो आफन्तजनहरू छ, इष्टमित्रहरू छ, हैन? उहाँहरूलाई मैले बाँड्छु, सालौनी बाँडिरहेको छु, हैन? एक बोट चाहिँ म बेच्छु नै, एक बोट चाहिँ म बेच्न चाहन्न। मेरो आफन्तजनले खानुहुन्छ। म सबैलाई बोलाएर थोरै भए पनि कति के पुग्छ एक बोटको चाहिँ मैले बाँड्ने गर्छु र बाँड्छु पनि। र यहाँनिर मैले यसपालि यो कटर फलेको अवस्था चाहिँ एउटै मात्रै। काकाले भन्नुहुन्थ्यो यसपालि चाहिँ तेरो कटरको बोटले फल्छ है भन्नुहुन्थ्यो। तर फल्यो, तर एउटै मात्रै फल्यो, हैन? यसमा पनि खुसी लाग्छ।
काकाले भन्नुभएको कुरामा चाहिँ मलाई खुसी लाग्यो, किनभने फल्यो नि त। अनि त्यहाँदेखि अरू कुराहरू के छ, यो घारी जस्तो लगाएकोमा चाहिँ अब तपाईँको यहाँनिर चाहिँ अदुवा लगाएको छौँ। राईहरूको स्पेसल्ली अब हाम्रो कुल पूजा हुन्छ यो भदौमा, होइन, त्यसमा हामीलाई यो अदुवा चाहिन्छ नै। त्यही भएर हामीले यो लगाइरहेको अवस्था छ। र यो सानो जङ्गल जस्तोहरू देख्नुहुन्छ, यहाँनिर बाख्राको घाँसहरू छ, तपाईँको अरू के छ यहाँनिर, सुपारीहरू छ, तपाईँको यो के भन्छ हौ यसलाई, यो तपाईँहरूले भनिदिनु होला, यो पनि बाख्राले खान्छ, टाँकी भन्छ। त्यहाँ पर तेजपत्ताहरू छ, यिनीहरू घाँसहरू हो, यिनीहरू बाख्राले खाने घाँसहरू लगाएको छु। र अनि यतापट्टि फर्काउँदाखेरि चाहिँ तपाईँको अङ्गुरको बिरुवा पनि पोहोर लगाएको यत्रो भयो। तर यसलाई टाट्न चाहिँ यसरी लगाउनु नहुने रहेछ। यसलाई के लगाउनु पर्ने रहेछ भने मैले देखेँ अनुसार चाहिँ बाँसको यत्रो ढटा यसो तेर्साएर त्यसलाई बटार्दै लग्यो भने त्यो राम्रो हुने रहेछ, मलाई त्यस्तो लाग्छ। तर म त्यो बाँस पनि तेर्साउन चाहन्छु। र मेरो यहाँनिर तपाईँको यो झ्याम्मै परेको बोट चाहिँ तपाईँको यो काप्रा, यसलाई मन्दने पनि भन्दो रहेछ, काप्राको बोट हो। अब यसले फुल्नुको लागि सुरसार कसिराखेको छ, यति फल्छ, आमामा थुप्रो फल्छ। अब यसलाई चाहिँ इङ्ग्लिसमा चाहिँ स्टार फ्रुट भन्दा रहेछ, होइन, नेपाली भाषामा चाहिँ यसलाई तपाईँको काप्रा या मन्दने, यो दुईटा भन्दा रहेछ। यसरी चिन्नु सकिन्छ। यस्तै छ मेरो अहिले गाउँघरमा यो पानी ठ्याक्कै परेकोले गर्दाखेरि छ्याप्पै धुलो मारेकोले गर्दाखेरि मैले चाहिँ यो आज चाहिँ भिडियो बनाएँ। तपाईँहरूले हेरेर लाइक, सेयर, कमेन्ट गरिदिनु होला। हस् त, धन्यवाद भन्न चाहन्छु।